बस अचार हुँदैछ। अघि फ्राई गरिसकेर चाहिँ अब यहाँ मसला लाउने रेडी आगोमा पकाउने मान्छेले यो ज्यादा पाकेको लसुन अदुवा लगाइसक्यो। यो चाहिँ लसुन र अदुवालाई चाहिँ हल्का पहिला फ्राई गर्नुपर्छ क्या। मान्छेले चाहिँ तेल ज्यादा लाउँछ तर राम्रो हुनेको तेल खानु भनेको ज्यादा। अहिले यस्तो गर्नु यो अघि पाकेको छ लसुन। यहाँनिर चाहिँ मिक्स मसला यो हेर यहाँनिर के अरे यो अलैँची ठुलो अलैँची सानो अलैँची अनि त्यहाँदेखि जिरा भनेको स्वास्थ्यको लागि एकदम राम्रो हो मस्त जिराहरू साथीले चाहिँ मेरो धेरै बिक्री हुन्छ होला मान्छेले तेल लाउँछ नि त ज्यादा अचार पकाएर खोल्नु होला नि त निकालेर। आफूले खानुको लागि हो आफूले बेच्नु छ। अब यसले मलाई ठ्याक्क 1 महिना पुगिहाल्छ। सबैले खाइहाल्छ। यो अब फेरि मैले आफै हेर आफै कुटेको खोर्सानी हो कि त्यो हामी बजारको ढिलो सुरु लगाइँदैन है। म चाहिँ ज्यादातिरै खान्छु नि त होइन अलिकतिर खाने मान्छे खोर्सानी चाहिँ लाउनु। अस्ति गाउँबाट ल्याएको गाउँबाट सुकाएर कतिको पिरो हुन्छ पनि अस्ति हिजो सुँगुरको बनाएको त दामी भएको थियो अलिक पिरो हुन्थ्यो हाम्रो अकोबरे गाउँको अकोबरे अलिक अकोबरे नै हुन्छ यहाँको अकोबरे राम्रो हुन्छ। अब यो भएर सिद्धाको दामी रहेछ त यस्तो गरेको खानु नि दामी पसिना खल त्यो एउटा झऱ्यो त्यो क्या काला मिर्च हुन्छ कि यो पनि एकदम राम्रो हो सक्यो क्या हो खाने बेला हल्लाएर खाँदा पनि हुन्छ। के हो यो चाहिँ टिमुर लाउनु आँटेको है बोके टुम्बु। सोया सस है चलाउनु चाहिँ बिर्सिनु भएन फेरि डढी जान्छ। धनिया पाउडर हो है चाटा गर्ने गरी जस्तो